नमस्कार, गोर्खा बुस्टमा स्वागत छ। यो भिडियो हेरेपछि तपाईले गोर्खा बुस्टमा अकाउन्ट कसरी बनाउने, फन्ड कसरी एड गर्ने, फलोअर्स कसरी किन्ने र रिफिल कसरी प्रयोग गर्ने भन्ने सबै कुरा सजिलै सिक्नुहुनेछ। अब सुरु गरौँ। सुरुमा त तपाईहरु ब्राउजर आउनुपर्ने हुन्छ र यहाँ सर्च गर्नुपर्ने हुन्छ gorkhaboost.com। यहाँ तपाईले गोर्खा बुस्ट लेखेर सर्च गर्नु भने सुरुमै आउँछ तपाईको वेबसाइट हाम्रो gorkhaboost.com। यो वेबसाइटमा चाहिँ तपाईले क्लिक गर्नुपर्ने हुन्छ। मोबाइलबाट पनि सेम हो, ल्यापटपबाट पनि सेम हो, तपाईले जेबाट गर्दा नि हुन्छ। र यहाँ तपाईले यहाँ क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईहरुको यस्तो आउँछ। यस्तो आएपछि तपाईले यहाँ तल हेर्न सक्नुहुन्छ स्टार्ट अ ग्रो फ्री भन्ने भने सर्च तपाईले क्लिक गर्दा पनि अथवा क्रेडिट अकाउन्टमा थिच्दा पनि तपाईहरुसँग अकाउन्टसँग लगइन गर्नु छैन भने यहाँ आउनु। त्यसपछि यहाँ आएपछि तपाईले यहीँबाट साइन अप गर्नुपर्ने हुन्छ। तपाईले यो गुगल युज गरेर गर्न सक्नुहुन्छ। म चाहिँ गुगल युज गरेर गर्छु। तपाईहरुले यहाँ क्लिक गर्नुपर्ने हुन्छ र क्लिक गरेपछि तपाईहरुको जिमेलहरु आउँछ। तपाईले जुन जिमेलबाट लगइन गर्नु मन छ त्यही गर्नु होला। म यहाँबाट योबाट युज गर्छु। तपाईले जुन मन लाग्छ त्यही गर्नु होला। र यहाँ आएपछि तपाईको अकाउन्ट तपाईको साइन इन हुन्छ, भित्र जानुहुन्छ यस्तो आउँछ। कन्फर्म गरिदिनु पर्ने हुन्छ। कन्टिन्यू गरिदिएपछि तपाईको साइन इन हुन्छ र भित्र पुग्नुहुन्छ तपाईँ ड्यासबोर्डमा पुगेपछि तपाईले यहाँ धेरै चीज देख्न सक्नुहुन्छ। स्टेप 2 भनेको चाहिँ तपाईको एड फन्ड गर्नुपर्ने हुन्छ। फन्ड भनेको चाहिँ तपाईको ब्यालेन्स एड गर्नुपर्ने हुन्छ वेबसाइटमा। त्यो कुरा चाहिँ तपाईको फ्रीमा केही चीज पनि लिन मिल्दैन वेबसाइटमा। तपाईले एड फन्डमा क्लिक गर्नुपर्ने हुन्छ सुरुमा चाहिँ यहाँ आएपछि तपाईको कति एमाउन्ट एड गर्ने, मिनिमम भनेको 100 रुपैयाँ। तपाईले त्यहाँदेखि जति पनि गर्न मिल्यो। म एक्जाम्पलको लागि 1000 रुपैयाँ गर्छु र यहाँ 1000 रुपैयाँ थिचेर यहाँ तल आई एग्री टु द टर्म्स एन्ड कन्डिसनमा गर्नुपर्ने हुन्छ र कन्फर्म एन्ड कन्टिन्यूमा थिच्नुपर्ने हुन्छ। यहाँ आएपछि तपाईले इन्स्ट्रक्सन पढ्न सक्नुहुन्छ कसरी के गर्ने भन्दा। तपाईलाई म छोटोमा बुझाइदिन्छु। सुरुमा चाहिँ तपाईले जुन बाट पैसा हाल्दै पनि हुन्छ। तपाईले जस्तै मोबाइल ब्याङ्किङ ई सेवा र त्यसमा चाहिँ तपाईको रिमार्कमा चाहिँ तपाईको गोर्खा बुस्टको युजर नेम दिनुहुन्छ। युजर नेम कसरी हेर्ने भन्दाखेरि तपाईको यहाँ माथि तपाईले हेर्न सक्नुहुन्छ। माथि तपाईले क्लिक गरेर जिमेल जेसुकै भए पनि तपाईले लेख्न सक्नुहुन्छ। जिमेल लेख्दा पनि तपाईको नामै लेख्नु होला। अनि तपाईलाई केही प्रब्लम आयो भने तपाईले यो WhatsApp नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। ती छ तपाईको ढिलो पेमेन्ट एड भयो भने यो सबै पढेर चाहिँ तपाईहरुले पेमेन्ट गर्नुपर्ने हुन्छ र यो माथिको क्यूआरमा चाहिँ स्क्रिनशट गरेर चाहिँ पेमेन्टको स्क्रिनशट पठाउनु पर्ने हुन्छ। यो माथिको क्यूआरमा चाहिँ पेमेन्ट गरेर तपाईहरुले जति गर्नुपर्छ त्यति र यहाँ कन्फर्म नाउमा थिच्नु पर्ने हुन्छ। र कन्फर्म नाउमा थिचेको तपाईको एकछिन पछाडी यस्तो तपाईको हिस्ट्री डिपोजिटमा देखिन्छ। यस्तो तपाईको यहाँ चाहिँ तपाईको पेन्डिङ छ भने यो तपाईको टाइम लाग्छ एकछिन हुनलाई। क्यान्सल भन्छ तपाईले हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ केही रिजनले। नत्र यहाँ ब्यालेन्स हाम्रो आएको छैन, अहिले पेन्डिङमै छ। अलिकति टाइम लाग्छ तपाईको विदिन द 30 मिनेट एड भइसक्छ। तपाईले त्योभन्दा धेरै टाइम लाग्ने WhatsAppमा हामीलाई कन्ट्याक्ट गर्नु। 3 नम्बर दिएको छ तपाईले। त्यसरी तपाईको एकछिन पर्खेपछि तपाईको ब्यालेन्स एड हुन्छ र हाम्रो पेमेन्ट चाहिँ आइसकेको छ। तपाईहरुको नि यहाँ देख्न सक्नुहुन्छ ब्यालेन्समा पेमेन्ट आइसकेको छ र फन्ड एड गरिसकेपछि तपाईले अर्डर गर्न चाहिँ अर्डरमा थिचेर न्यू अर्डरमा थिच्नुपर्ने हुन्छ र तपाईलाई के चाहिएको त्यहाँ क्लिक गर्नुपर्ने हुन्छ। मलाई जस्ट इन्स्टाग्रामको चाहिएको छ र इन्स्टाग्राम फलोअर्स यहाँ हेर्न सक्नुहुन्छ। तपाईले धेरै क्याटेगोरीको सर्भिसहरु देख्न सक्नुहुन्छ। तपाईले जति महँगो गर्नुभयो त्यति राम्रो, किनभने यो तपाईको नन ड्रप वाला हुन्छ र रिफिल र नन ड्रप वाला पनि कुरा गर्छु म। अब सुरुमा चाहिँ म अर्डर गर्छु एकचोटी। अर्डरको लागि चाहिँ तपाईले जहिले पनि नन ड्रप सर्भिसै गर्नु होला। रिफिल हुनेवाला, रिफिल ग्यारेन्टीवाला। रिफिल भनेको चाहिँ तपाईको यस्तो सर्भिस हो जुन चाहिँ तपाईको पछि गएर केही कथम घटिहाल्यो भने फ्रीमा हामी बढाइदिन्छौँ। त्यो चाहिँ ग्यारेन्टी वारेन्टी लिए जस्तो हो तपाईको। त्यो वाला लिनु होला सर्भिस। अनि नन ड्रप वाला त्यो चाहिँ तपाईको बेस्टवाला हुन्छ। र यहाँ म एउटा सर्भिस लिएर देखाउँछु। त्यो चाहिँ तपाईले R30 R20 भनेको चाहिँ तपाईको रिफिल 30 रिफिल 20 हो यस्तो भने जस्तो। जति सक्दो लामो टाइमको लाइफ टाइमवाला लिनु हो त्यो राम्रो हो। र नन ड्रप भनेको चाहिँ नघट्नेवाला हो। त्यही भएर अलिकति त्यस्तो सर्भिस लिनु होला। र यहाँ अब म अर्डर गर्छु एउटा, तपाईहरुलाई लाइभ अर्डर गरेर देखाउँछु। यहाँ तपाईलाई म फलोअर्स हालेर देखाउँछु इन्स्टाग्रामको। यहाँ माथि मैले लिङ्क हालिदिएको छु, प्रोफाइल लिङ्क। त्यसपछि यहाँ क्वान्टिटी कति फलोअर्स चाहिएको छ त्यति। अनि आई कन्फर्म अर्डरमा थिच्दिन्छु र प्लेस अर्डर गरिदिन्छु। यहाँ अर्डर कन्फर्म गरेपछि तपाईको यहाँ तपाईले हेर्न सक्नुहुन्छ अल अर्डरमा गएर अर्डर आइडी र स्ट्याटस। यहाँ अर्डर आइडी तल देखाएको तपाईको, यता चाहिँ स्ट्याटस देखाइरहेको छ। यहाँ तपाईको स्ट्याटस प्रोसेसिङमा छ, केही छिनमा हुन्छ तपाईको। त्यस पछाडि यहाँ तपाईले यता साइडमा सार्नु भने चाहिँ तपाईले अर्डर आइडी हेर्न सक्नुहुन्छ। यहाँ तपाईको अर्डर आइडी यहाँ तल देखिन्छ र अर्डर आइडीहरु तपाईले बुझ्नु होला सबै कुरा। अब हामी बुझौँ रिफिलको बारेमा बुझौँ। नर्मली तपाईको एकाउन्टमा चाहिँ आउने फलोअर्सहरु चाहिँ राम्रो क्वालिटीको हुन्छ। त्यसमा चाहिँ टाइम लाग्ने हुन्छ, नन ड्रपवाला नघट्नेवाला। जुन रिफिल बिनाको हुन्छ जस्तै नो रिफिलवाला सर्भिसहरु त्यस्तो चाहिँ हामी ग्यारेन्टी लिँदैनौँ। पछि गएर घट्न सक्छ उयो हुन्छ। त्यो चाहिँ सस्तो हुन्छ। सस्तोको पछि लाग्नुभन्दा नि तपाईहरु नन ड्रप सर्भिस रिफिलवाला सर्भिस राम्रो खालको लिएको राम्रो। गोर्खा बुस्टले चाहिँ फोकस गर्छ तपाईहरुलाई एकदमै राम्रो क्वालिटीको फलोअर्स दिउँ, कहिले पनि नघट्नेवाला। त्यही भएर रिफिलवाला चुज गर्नु, नन ड्रपवाला युज गर्नु हो। त्यो चाहिँ तपाईहरुको लागि बेस्ट हुन्छ। र अब म तपाईहरुलाई भन्दैछु रिफिल र नन ड्रपवाला के फाइदा बेफाइदा हुन्छ भनेर र के यसको मिनिङ भनेर तपाईलाई म भनिदिन्छु। रिफिल भएको सेवा घटेमा तपाईले रिफिल अनुरोध गरेर सेवा पुनः प्राप्त गर्न सक्नुहुन्छ। सब सेवा सकेसम्म नघट्ने सेवा हो। अर्डर गर्नु अघि सेवा विवरण अवश्य पढ्नुहोस्।